एक जङ्गलमा कौवा बस्दथ्यो। उसले हरेक दिन आफूलाई ऐनामा हेरेर दुखी हुँदै भन्थ्यो, म कति कालो छु, मेरो आवाज नि राम्रो छैन, न मानिसहरू मलाई हेर्न रुचाउँछन्, न मेरो कोही तारिफ नै गर्छन्। एक दिन ऊ दुखी भएर हाँस भएको पोखरीमा जान्छ र भन्छ, हाँस भाइ, तिमी कति सुन्दर छौ। सेतो कलर भएको ज्यान, मस्त जीवन, कति शान्त र रमाइलो छ तिम्रो जीवन। कहाँ म पनि तिम्रो जस्तो भएको भए। हाँस मुस्कुराउँदै भन्छ, कसले भन्यो मेरो जीवन शान्त छ, मेरो जीवनमा कति पनि शान्ति छैन, बाहिरबाट तिमीलाई यस्तो लागेको हो। म मस्तले पानीमा तैरिन्छु, तर यो मलाई मात्र थाहा छ, पानीको गहिराईमा तैरनको लागि कति हात खुट्टा चलाउनु पर्छ। तिमीलाई म बाहिरबाट शान्त देख्छु, मेरो भित्रको पीडा तँ कसले देख्ने। जुन रङको तिमी कुरा गर्छौ, त्यो सेतो रङ त मृत्यु पछिको प्रतीक हो। कौवाले भन्यो, तिमी यस जीवनसँग खुसी छैनौ? नाइ, कति पनि खुसी छैन। जिन्दगी होस् त मयूरको जस्तो होस्, जसको रङ देख्ने बित्तिकै आहा कस्तो राम्रो। दुवैजना मिलेर मयूर भएको ठाउँमा जान्छन् र बोलाउँछन्, मयूर भाइ, भगवानले तिमीलाई वरदान दिनुभएको छ। कस्तो जीवन दिनुभएको छ तिमीलाई। प्रकृतिले तिम्रो ज्यान कति मेहनतसँग बनाएको छ। कस्तो मिठो तिम्रो आवाज छ। मान्छेहरू धेरै मन पराउँछन् तिम्रो आवाज सुन्न। कस्तो राम्रो तिम्रो पखेटा छ। मान्छेहरू घन्टौँ समय लगाएर तिम्रो पखेटा फिजाएको हेर्न चाहन्छन्। मान्छेहरू तिम्रो फोटो खिच्दछन्, तिमीलाई राष्ट्रिय पंक्षी शुद्ध मान्दछन्। क्या सुन्दर जीवन छ तिम्रो। कसले भन्यो मेरो जिन्दगी सुन्दर छ। मयूर आफ्नो आँखामा आँसु लिँदै भन्छ, जहाँ मलाई प्रत्येक सेकेन्ड मलाई मृत्युलाई जितेर हिँड्नुपर्छ। जुन पखेटाको तिमी कुरा गर्छौ, त्यही मेरो जिन्दगीको सबैभन्दा पीडादायी हो। मलाई जतिखेर पनि जङ्गली जनावरले हमला गर्न सक्छ। मलाई पल पलमा डरमा हिँड्नुपर्छ कि कतिखेर मेरो ज्यान जाने हो। न म आनन्दले बस्न सक्छु, न म सुत्नै सक्छु, न म आनन्दले खानै सक्छु। तिमी कसरी मेरो जीवन सुन्दर छ भन्दछौ? र मयूर भन्छ, जिन्दगी होस् त कौवाको जस्तो होस्। कुनै टेन्सन छैन, आनन्दले उड्यौ, जहाँ मन लाग्यो उहीँ बसो। तिमीलाई आफ्नो जिन्दगीमा कुनै खतरा छैन। यो कथाको मुख्य अर्थ भनेको दुनियाँमा कोही खुसी छैन। मान्छे आफ्नो दुःखलाई लिएर दुखी हुन्छन्। कहिले पनि अर्काको खुसीलाई देखेर आफूलाई दुखी महसुस